गर्मीले त पकालिया आइपुगे म मिन्टुको घरमा आज चाहिँ नयाँ भ्लग सुट गर्न लाग्दैछ भ्लग्स लगाल्नु मिन्टु ठाउँ लगाएको छ अरे आज यो हेर्न त पैसा तिरेर आउनुपर्छ कहाँ पाइन्छ खाली नो चान्स के हेर्ने भयो रे यो भनेको के जे भए पनि आउने टिकटकको छ नि त्यो प्रिमियम त्यसै त्यसमा हाल्नु ल देखाइदे नि त अहिले म प्रिमियममा हाल्ने हो कि ल कल मलाई पर्सनली सबैजना पैसा पठाएपछि बल्ल कति पैसा पठाउनु पर्ने तँलाई लगभग हेरी हुन्छ अब पहिला तिनीहरूले कति अफर गर्छ त्यसमा फरक पर्छ कति अफर गर्छ तँलाई लगभग कति अफर गर्ला त्यो उनीहरुकै ल अब म हेर्दाखेरि त हेर्छु अमूल्य मान्छे परिहाले म माथि मूल्य लाउनै मिल्दैन ए अमूल्यको थङ हेर्नु त झन् तरुनी भएको छ यो थङले गर्दा अमूल्य भएको छ टिकटक चल्दैछ यहाँ चाहिँ फेरि म राम्रो देखेँ रे आमाहरूलाई काया के छ त हालखबर कस्तो फिल भइरहेछ त सेकेन्ड बेबी कस्तो भइरहेछ जापानमा रमाइलो कि नेपालमा भनेपछि यसपालि रमाइलो भयो पोहोर साल बेकार गरेछु रिग्रेट फिल भयो कि भयो नि त ए ओके ल ठिक छ हाम्रो बहिनीको सेकेन्ड बेबी हुँदैछ गाइज आज तिमी त सेक्सी भइछौ त ओहो हाम्रो पुतलीलाई हेर है गाइजहरू आज क्यामेराम्यान रे ल गेस्टहरू आउँदै हुइसिन्छ को हो अदन्याउ आज बेबी सावरको गिफ्ट्सहरू कायाको दही चिउरा खुवाउनेमा पनि गिफ्ट्सहरू दिने रहेछन् काया मक्ख छे यसपालि बल्ल घरमा बसेर रमाइलो गरिरहेछ कायाजी होस् ग्यासु पनि चम्किँदैछ अलिअलि हिरोइन बढेर गाइजहरू ल एसलाई एल्लोमा हामी माइती चाहिँ फेरि एभर ग्रिन हुने गाइजहरू हेर है सबैले यता रन्जु मामु अम्बु मामु यता बुवा हजुर मिन्टु केक त पुरै भिज्छ नि त त्यो हरियोलाई देख्छिन त लानुपर्छ होला कायाको पहिलो छोरो अब अर्को पाउँदैछ
जस्तै स्न्याक्स खाँदैछु नि राम्रोसँग मजा आइरहेछ ल ठिक छ दिपामु आइसो न डान्स गर्छ नि एकचोटि Hey everyone, how you all doing? धेरै पछि सबैजनालाई भेटी सबैजनालाई नमस्ते र हजुरको मायाको आश गर्दै फेरि म आइसकेको छु भ्लग लिएर यो सानो एउटा भ्लग छ यसलाई चाहिँ सबैजनाले माया गर्दिनु भन्ने आश गर्दछु फेरि चाँडै अरू भिडियोजहरू पनि आउँछ अलिकति लाइफमा बिजी टाइमिङ नमिलेर के भएर कसो भएर म आइराख्न पाएको थिइनँ अब चाहिँ म अलिकति कन्टिन्यू गर्ने ट्राई गर्दैछु हजुरको मायाको आशले फेरि सानो एउटा भिडियो लिएर आएको छु बहिनीको कजन बहिनीको एउटा बेबी सावरको सो प्लिज माया गरिदिनु होला लाइक शेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू बाई गुड नाइट